म चाहिँ सुवर्ण साक्य हैन, प्रोफेसर अफ कम्प्युटर इन्जिनियरिङ फ्रम इन्स्टिट्युट अफ इन्जिनियरिङ त्रिभुवन युनिभर्सिटी एन्ड म डाइरेक्टर पनि छु, डाइरेक्टर आइटी इनोभेसन सेन्टर त्रिभुवन युनिभर्सिटी लगायत म नेपाल एकाडेमी अफ साइन्स एन्ड टेक्नोलोजीको त्यहाँ चाहिँ म एकाडेमिसियन पनि हो र यसमा यो आइसिटी अवार्डमा चाहिँ म एडभाइजरीको रूपमा छु। गार्जियन के भनेर भन्नुहुन्छ, गार्जियन अफ दिस आइसिटी अवार्ड हैन, त्यसमा राखेको छ हामीलाई। र मैले चाहिँ अब यो विगत आइसिटी अवार्ड सुरुदेखि नै सुरुदेखि नै इन्भल्भ भइरहेको हैन। अब यो आइसिटी अवार्ड कस्तो भन्दाखेरि एकदमै मैले बारम्बार भन्ने गरेको छु, यो चाहिँ एकदम पारदर्शी किसिमले चाहिँ इभ्यालुएसन हुन्छ यसमा हैन, एकदम फेयर किसिमले इभ्यालुएसन हुन्छ र नेपालमा चाहिँ यो आइसिटी सेक्टरमा लागेकोहरूलाई एउटा चाहिँ के हुन्छ त पुरस्कार यो अवार्ड दिने चाहिँ यो संस्था हो हैन। यसमा चाहिँ यो संस्थाप्रति मेरो चाहिँ एकदमै सुरुदेखि नै म इन्भल्भ भएको हुनाले म एकदमै यो संस्थालाई एकदम धन्यवाद दिन चाहन्छु, जुन हरेक वर्ष मलाई चाहिँ एक किसिमको रेस्पेक्ट हैन दिएको छ। त्यसकारण चाहिँ अब यो आइसिटी अवार्ड 2025 मा विभिन्न विधाहरूमा अवार्ड दिने गरेको छ। मैले बुझेअनुसार 15वटा प्लस एउटा बाहिर पनि एउटा गरेर 16वटा अवार्डहरू छन्। त्यसमा चाहिँ सम्पूर्ण जुन अवार्डमा सिफारिस भएकाहरू र अवार्ड पाउनेहरूलाई म एकदमै मेरो हृदयदेखि एकदमै बधाई दिन चाहन्छु र उहाँहरूले गर्नुभएको कन्ट्रिब्युसनलाई म एकदमै धन्यवाद दिन पनि चाहन्छु। जुन नेपाल लगायत हैन विभिन्न क्षेत्रहरूमा चाहिँ उहाँले कन्ट्रिब्युसन गर्नुभएको छ र होल आइसिटी टिमलाई म एकदमै धन्यवाद दिन चाहन्छु। जुरी मेम्बरदेखि लिएर यसमा धेरैजना लागेको छ, जुरी एडभाइजरी मेम्बरहरू छन्, एक्सपर्टहरू छन्, अब यसमा चाहिँ क्यामेराम्यानहरूदेखि लिएर हैन सम्पूर्णलाई म एकदमै धन्यवाद दिन चाहन्छु। किनभने कुनै पनि इभेन्ट सक्सेस हुनलाई टिमवर्क चाहिन्छ। सबै टिमवर्कलाई म एकमस्त धन्यवाद दिन चाहन्छु।